के भयो यार रमेश? बिहानै कुन युद्धबाट फर्केको जस्तो देखेको छ त? अनुहार हेर त यसको। पुलिसले समाते क्या हो? ट्राफिक नियम चाहिँ क्या हो? पुलिस होइन यार, आज बिहान वडा कार्यालय गएको नि। वडा कार्यालय? ए जबर त बनाउन कि मृत्यु दर्ता बनाउन गएको? काम थियो यार, सामान्य सिफारिस लिन्थ्यो। तर वडा कार्यालय बस्नु भनेको त साला युद्धमा लड्नु जस्तो नै हो क्या, एकदमै गाह्रो क्या। वडा कार्यालय, मलाई त त्यो नाम सुन्ने बित्तिकै ज्वरो आउँछ यार। त्यहाँको कर्मचारीहरू त अनुहार हेऱ्यो भने यस्तो लाग्छ कि कसैले जबरजस्ती कुर्सीमा टाँस्दै जस्तो लाग्छ भने उठ्दै उठ्दैन, कामै गर्न खोज्दैन। हो नि यार, बिहान 10 बजे खुल्ने भने आउँछ है, 11 बजे पुग्यो भने पनि चिया खाँदै गरेको हुन्छ भने, 1 बजे लन्च ब्रेक हुन्छ, 3 बजेसम्म पनि आउँदैन, अनि 5 बजे अफिस बन्द भनेपछि काम पनि चाहिँ कति बेला हो क्या थाहा नै हुँदैन भने। मेरो त झन् हालतै खराब नि। बिहान 10 बजे लाइनमा बसेको, लाइन पनि यति लामो थियो कि वडा कार्यालयको गेटबाट निस्केर चिया पसलसम्म आइपुगेको थियो भने। चिया पसलसम्म भनेपछि त तैँले चिया पसलमा बसेर वडा कार्यालयमा भएको लाइन हेरेर बसेको थिएछ होला होइन? हेरिरहेको होइन यार, लाइनमा बसिरहेको हो क्या। पाला आउँदा आउँदै 2 बजे, अनि त्यो काउन्टरमा बसेको एउटा कर्मचारीको अनुहार यसो हेरेको, झर्को फर्को गर्दै भन्यो भने के काम हो अरे? झर्को फर्को त उनीहरूको सिम्बल नै हो नि यार। हाँसेर बोल्न त उनीहरूले तालिमै पाएका छैनन्। अनि मैले मेरो समस्या सुनाएँ, सिफारिस चाहेको भने उसले मेरो फाइल हेऱ्यो, यसो हेऱ्यो उसो हेऱ्यो, अनि ए यो त आज हुँदैन, भोलि आउनुहोस् भन्दै यार। यो भोलि आउनुहोस् भन्यो किन नि? आज के भएर? फाइल हरायो कि बस छैन कि खै के हो क्या? मैले एकदमै बिन्ती पनि गरेँ, हजुर धेरै टाढाबाट आएको, बिहानबाट लाइनमा बसेको भनेपछि तेरो अनुहार हेरेर दया लाग्यो होला, काम चाहिँ गरिदिएको होला है। दया? सरकारी कर्मचारीको मनमा दया भन्ने हुँदैन है। उनीहरू त नो इन्ट्री साइन जस्ता हुन्, खालि रोक्न मात्र जान्ने हो। उसले के भन्छ थाहा छ? जति बिन्ती गरे पनि हुँदैन, भोलि आउनुहोस्। त्यसो भए त यसो केही मिलाउनु पर्ने थियो कि क्या हो? ए हो नि, सरकारी अड्डामा काम गराउनलाई त चिया खर्च, खाजा खर्च, फाइल खर्च, पेन खर्च, के खर्च नि, सबै कुरा चाहिन्छ नि। खै मैले सोचेको त थिएँ, तर पैसा कसरी ला भन्नु लाजै लाग्यो, घुमाएर सोध्न नि आएन। ए यार त्यस्तो बेला त सिधै सर आज त मौसम पनि चिसो छ, 1 कप चिया खाने हो कि भनेर सोध्ने नि। किन नत्र भए हजुरको कलम त राम्रो छ त, यस्तो कलम त मेरो लागि पनि एउटा किनिदिन्न भनेर यसो पैसा दिए जस्तो गर्ने नि। हो कि त बरु सर हजुरले गर्दा त मेरो काम यति छिटो भयो, साँच्चै दक्षिणा भनेर यसो दिने के, उनीहरूको कोडवर्ड चाहिँ बुझ्नु पर्यो क्या। खै मलाई त यस्तो कुरा गर्न नि आउँदैन, म त सोझो मान्छे, सिधै मेरो काम गरिदिनुहोस् भन्छु। त्यसो भए त तिम्रो काम जिन्दगीमा कहिले हुँदैन यार। सरकारी अड्डा भनेको छ नि सोझा मान्छे छिर्न मनाई भनेर लेखेर राखेको बोर्ड जस्तै हो क्या। हो नि, अब त सरकारी अड्डामा काम गर्नुभन्दा पनि पहिले होइन घुस दिने तालिम लिनुपर्ने पो भयो यार। कुन कुरा गर्दा कर्मचारी लाउनुहोस् भन्छ भनेर चाहिँ ठ्याक्क थाहा पाउनु पर्ने भयो क्या। ल छोड्दै यार, त्यो सिफारिस त पछि होला नहोला, अहिले त बिहानदेखि त्यो सरकारी अफिस धाउँदा धाउँदा थाकेको छ यार। बरु चिया खाएर अलिकति ज्यान तताउनु पर्यो। ओ भाइ, चिया त पिउनै पर्यो नि। यहाँको चियावालाले त पैसा माग्न पनि हाँसेर माग्छ नि, सरकारको कर्मचारी जस्तो भएर मुख बिगाएर माग्नलाई। हो नि, यहाँ पो मान्छेले पैसा दिएपछि खुसी हुन्छन्, सरकारी अड्डामा त पैसा दिएर नि खुसी पार्न गाह्रो छ यार। ल दाइहरू, चिया टोटल अब 120 रुपियाँ भयो है। के रे 120 रुपियाँ? यो त सिधै 50% बढाएको यार। कुन हिसाबले बढाएको? आज बिहानै वडा कार्यालयबाट आएको टेन्सन नै यता आएको त यता पनि झन् डबल भाउ सुन्नु पर्यो यार। ए भाइ, वडा कार्यालयमा काम नभएर यहाँ आएको खास, तिमीले नि यही सिस्टम लागू गरे क्या हो? बिना कारण भाउ बढाउने के को? यो 50% बढेको फाइल क्लियरिङ चार्ज कि, सिफारिस चार्ज कि, चिया छिटो देऊ चार्ज कि, के को बतायो? होइन दाइ, के भन्नुभएको? भाउ बढेको छ,
मैदा चिनी ग्यास दुध सबैको भाउ बढेको छ नि। अनि मैले चाहिँ मेरो भाउमा कसरी बेच्नु? मेरो नि त घर खर्च चलाउनु पर्यो नि, होइन र? बिस्तारै बिस्तारै भइहाल्छ नि भाइ, किन हतार गरेको? राजा आउने बित्तिकै भइहाल्छ नि। मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई, किन आत्तेको? यो त अत्याचार हो यार। वडा कार्यालयमा लाइन बस्यो बस्यो काम भएन, यहाँ चिया पसलमा बस्यो चियाको भाउ बढ्यो, बाँच्न नि गाह्रो भइसक्यो। अब त सास फेर्नु नि कर लाग्ला जस्तो छ भने। ल सुन भाइ, मलाई त तिम्रो नियत ठिक लागेन। तिमीले वडा कार्यालयबाट ताली लिएर आएको जस्तो छौ है। अब भोलिदेखि यो चिया पसलमा आउने मान्छेलाई तिमीले भोलि आउनुहोस् आज ग्यास छैन, भोलि आउनुहोस् आज चिनी सक्यो, भोलि आउनुहोस् आज चियापत्ती सक्यो, भोलि आउनुहोस् आज मेरो मुडै छैन भन्ला पो जस्तो छ त यार। हो, अनि हामीले चिया खानु भन्दा अगाडि पैसा दियो भने चाहिँ आउनुहोस् आउनुहोस् भन्ने होला फेरि। ओहो, गजबको बिजनेस प्लान भाइ। वडा कार्यालयको सिस्टम चिया पसलमा लागू गर्ने, तिमी त छिट्टै करोडपति बन्ने भयो। दाइहरू यस्तो कुरा नगर्नुहोस् न, म त साधारण चियावाला, बिहान बेलुका हातमुख जोड्ने काम त गरेको। वडा कार्यालयको कर्मचारी बन्नु भन्दा त बरु विदेशमा गएर टोयलेट सफा गरेको जाति। यहाँ कम्तीमा महिनाको फिक्स तलब त आउँछ। ए विदेश जाने कुरा, तिमी पनि विदेश जान लागेको कि हाम्रो कुरा सुनेर जिस्काएको? हेरे रमेश, हाम्रो नेपालको सरकारी अड्डा र महँगीको कुराले त चियावाललाई पनि विदेश लखेट्ने भइसक्यो। हो नि यार भाइ, हामीले त खालि मुखले मात्र गुनासो गर्यौ, तिमी त एक्सनमा पो उत्रौ, विदेश पो जान लागेको रे। दाइ के गर्नु, यता बसेर केही हुनेवाला छैन। दिनरात काम गर्यो, कमाइ छैन, बरु उता गएर दुःख गर्यो भने केही त होला नि। ए त्यसमा त तिमी विदेश गएर पनि चिया पसलै खोला है, तर त्यहाँ वडा कार्यालयको सिस्टम चाहिँ लागू नगर्नु नि फेरि, ग्राहकलाई दुःख नदिनु है। हो, अनि हामी उता घुम्दा त तिम्रो चिया पसलमा आएर चिया खाउँला, सो हेलो भनौँला, तर डबल मूल्य चाहिँ नदेऊ नि फेरि। अनि तिमीले हामीलाई देखेर फेरि ए आइपुगेछ नि यहाँ त वडा कार्यालयका पीडितहरू भन्ला फेरि। दाइहरू, तपाईँहरू विदेश आउनुभयो भने त म तपाईँलाई सित्तैमा चिया खुवाउँछु, तर नेपालको सरकारी अड्डाको कुरा चाहिँ नगर्नुहोस् यहाँनिर, त्यो सम्झिँदा पनि टेन्सन हुन्छ भने। ल जे होस् यार, यो सरकारी कामले गर्दा दिएको दुःखले गर्दा चाहिँ जे होस् चियावालालाई पनि विदेश जाने प्रेरणा मिल्यो यार। यो पनि एक प्रकारको सिस्टमकै देन हो नि, के कसो केटा हो। हो